तनहुमा आफ्नै नाबालिग छोरीमाथि जबरजस्ती करनी गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार जिल्लाको एक स्थानीय तहमा बसोबास गर्ने 64 वर्षीय पुरुषले आफ्नै 12 वर्षीय छोरीमाथि पटक पटक जबरजस्ती करनी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पीडित बालिकाको हित तथा गोपनीयतालाई ध्यानमा राख्दै घटनामा संलग्न व्यक्तिको नाम, ठेगाना तथा अन्य परिचय खुलाइरहेको छ। प्रहरीका अनुसार जेठ 9 गते राति करिब 11:30 घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटाइएको थियो। टोलीले आरोपितलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका व्यक्ति विरुद्ध हाडनाता करनी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।